हेलो साथीहरु, मैले चाहिँ डीसी भोल्टेज रेगुलेटर बनाएको छु। यसले चाहिँ डीसी मोटरहरुको स्पिड कन्ट्रोल गर्ने काम गर्छ। त्यस्तै गरी यसले चाहिँ 50 देखि 60 भोल्टसम्म मजाले स्पिडलाई चाहिँ कम ज्यादा गरी कन्ट्रोल गर्न सक्छ। अब चाहिँ हामी यो बनाउनतिर लाग्छौं। र यो चाहिँ मोसफेट हो र यसको नम्बर चाहिँ 035N10 रहेको छ। र त्यस्तै गरी यो चाहिँ हिटसिङ भयो। यो चाहिँ पोटेन्शियल मिटर र यो चाहिँ 100K को छ। र अब चाहिँ हामी यसलाई हिटसिङमा हालेर कस्छौं। र यो मोसफेट चाहिँ इरेक्सा बनाउने ठाउँमा पाइन्छ। यो चाहिँ त्यसैको मोसफेट हो। र हामी स्क्रुड्राइभरले कसिसकेपछि चाहिँ हामी यसलाई जोड्छौं। अब मोसफेटको फर्स्ट लेगमा चाहिँ सोल्डरिङ गरेर त्यसपछि पोटेन्शियल मिटरको चाहिँ सेन्टर पोइन्टमा सोल्डरिङ गर्छौं। र त्यस्तै गरी हामी यो ब्ल्याक वायरलाई पनि जोड्छौं। र त्यस्तै गरी हामी पोजिटिभ वायर पनि जोड्छौं। र अब हामी पोटेन्शियल मिटरको थर्ड लेगमा पनि रेड वायरलाई कनेक्सन गर्छौं। र त्यस्तै गरी हामी चाहिँ अब आउटपुट वायर पनि जोड्छौं। र यो चाहिँ लगभग अब बनेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ हामी एकचोटी करेन्ट दिएर चेक गर्छौं। र यो साइड इनपुट हो भने यो साइड चाहिँ आउटपुट हो। अब चाहिँ हामी पावर सप्लाई दिएर एकचोटी भोल्टेज चेक गर्छौं। यसमा चाहिँ भोल्टेज 15.26 देखाएको छ। र हामी चाहिँ अब डाइरेक्ट यसमा जोडेर त्यसपछि आउटपुट भोल्टेज चेक गर्छौं। यसले चाहिँ लगभग 12.81 भोल्टसम्म चाहिँ रेगुलेट गरेको छ। त्यस्तै गरी हामी चाहिँ अब मोटर लगाएर चेक गर्छौं। यो चाहिँ 775 डीसी मोटर हो। यो चाहिँ लगभग 3.7 देखि 5 भोल्टसम्मको भोल्टमा चाहिँ चल्ने मोटर हो।
मसँग चाहिँ यस्तो खालको भोल्टेज रेगुलेटर पनि छ। यो चाहिँ 35 भोल्टसम्म अहिले रेगुलेट गर्छ। र भिडियो मन पर्यो भने चाहिँ लाइक, सब्सक्राइब, कमेन्ट गर्न नभुल्नु होला। हस् त, धन्यवाद।